गाइजहरु तपाईहरु सम्पूर्णमा नमस्कार छ। आज चाहिँ हामी देउराली सोसाइटीको प्राङ्गणमा आएका छौँ। यहाँनिर चाहिँ आज हामी घुम्नको लागि आएका छौँ। एकदम रमाइलो भइरहेको छ। यहाँको भ्यूहरु चाहिँ एकदम राम्रो रहेछ। यहाँ चाहिँ एकदम सुन्दर रमाइलो रहेछ। यहाँ चाहिँ के छ देखाइन त? यहाँ मोटु पातलु पनि तपाईहरुले देख्न सक्नुहुनेछ। यस्तो वाला पोज र मोटु पातलुहरु हरिणको एउटा सिङ चाहिँ यस्तो पो छ, यस्तो अवस्थामा छ, जीर्ण अवस्थामा छ। यहाँ चाहिँ झापाको एउटा हात्ती पनि आइपुगेको छ। यहाँनिर तपाईहरुले देख्न सक्नुहुनेछ। यो चाहिँ तेह्रथुमको देउराली सोसाइटीमा झापादेखि एउटा हात्ती पनि ल्याइएको छ। झापामा